हेलो साथीहरु, वेलकम ब्याक टु इन द न्यू ब्लग। सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि सन्चै छु। साथीहरु, आजको भ्लग मैले स्टार्ट गरेर देख्न सक्नुहुन्छ भने तपाईहरुलाई पछाडी ब्याकग्राउन्डमा हैन मैले कहाँदेखि भ्लग स्टार्ट गरेर त्यस्तो जंगलतिर आएको थिएँ गाई गोरुहरु हेर्नको लागि हैन। गाउँतिर आएपछि कामी थियो हैन, अनि यस्तो गाउँतिर घुम्ने अनि गाई गोरुहरु हेर्ने अनि त्यही नै काम भइरहेको छ आज भोलि हैन। कहिले मल फाल्ने, कहिले खोलातिर जाने अनि कहिले गाई गोरुहरु हेर्ने। दिउँसोमा गर्मी छ अनि साँझ बिहान अनि गोरुहरु म चाहिँ यता लगाइदिएको छु। पुरै जंगलभरि जताकतै हैन फेरि आगो लाएर यस्तो अनि अहिले चाहिँ देख्न सक्नुहुन्छ पुरै खण्डर भइरहेको छ पुरै आगो लाएर जताकतै हैन। अस्तिको भ्लग कस्तो लाग्यो कमेन्टमा भन्नु होला हैन। त्यही जस्तो मलाई आउँछ बनाउन म त्यस्तै बनाइरहेको छु। अब त्यो माया गर्नु होला हैन। गाउँतिरको भ्लग कस्तो हुन्छ अब हैन। पहिलाको च्यानल चाहिँ गयो त्यस्तै भयो हैन, मोनेटाइज त्यस्तै भयो अनि अब आफूमाथि जे कला छ त्यही देखाउने हो हैन। अब मसँग त्यस्तो खासै कलासला केही पनि छैन हैन। जस्तो छ त्यस्तै म देखाइरहेको छु तपाईहरुलाई हैन। अब गाउँतिरको काम के कस्तो अब त्यस्तै हो। आफ्नो सादा जीवन रोजागाँसो लागिरहेको छ, अझै ठिक भएको छैन। त्यही भएर मेरो भोइस चाहिँ अलिक क्लियर छैन हैन। अनि यो ठाउँ देख्न सक्नुहुन्छ हैन। म सानो हुँदाखेरि यता घाँस काट्नहरु भाइहरु सबै साथीहरु भएर हामी चाहिँ यता जताकतै आउँथ्यौं कि हैन। अनि यता माथिवरी घाँस काट्न जाने यस्तो रमाइलो हुन्थ्यो नि हैन। अब सानोमा स्कुल पढ्दाखेरि यता आउने एकदमै रमाइलो गर्ने अनि अरु भन्दा नि पिकनिक खान यस्तो मजा आउँछ नि जंगलतिर हैन। यस्तो रमाइलो हुन्छ नि कसम। यो यस्तो ढुङ्गाहरु सानोमा म खेल्ने ढुङ्गाहरु है के हुन्छ अनि जंगलतिर हैन। मेन कुरा अब एकदमै शान्त अलगै सुकुन हुन्छ क्या गाउँतिर हो कि जंगलतिर गाउँतिरको अनि चराचुरुङ्गीहरुको आवाज एकदम मस्त हुन्छ हैन। गाउँमै यस्तो घरसर बनाउने त्यस्तै प्लान छ हैन। कस्तो हुन्छ यस्तो हेर्दै गर्नु होला है। अब मन परेन एउटा लाइक गरिदिनु होला अनि च्यानललाई सब्स्क्राइब गरिदिनु होला, आफ्नो साथीहरुलाई शेयर गर्नु होला। भिडियो हेर्दै गर्नुस्। साथीहरु म चाहिँ घर आइसके जंगलदेखि हैन। लगायस फेरि पनि हामी हिँड्यो हैन। अब खोलातिरको लागि हो। अस्ति चाहिँ शीत खोलातिर गएको, अहिले चाहिँ हामी जाँदैछौँ। त गएर थाहा हुन्छ तपाईलाई हैन। आज चाहिँ हामी शीत खोला हैन, हामी अन्तर जाँदैछौँ। अनि यहाँ भाइले चाहिँ झोला बोकिरहेको, झोलामा के लिएर हिँड्यो हैन। साँच्चै जाल लिएर हिँड्यो। यसो खोलातिर माछा मार्नको लागि हिँडेको है। अब कुन खोला अरे पप यता फर्केर भन्छ शीत खोला हैन। शीत खोला अस्ति गएको त शीत खोला हैन। आज चाहिँ हामी जाँदैछौँ बुङ्ची खोला र के अरे बुङ्ची खोला र शीत खोलाको दोकानमा हामी जाँदैछौँ हैन। बुवा र अङ्कलहरु भाइहरु गइसके अनि यहाँ चाहिँ प्रकाश र म छौँ। भिडियो हेर्दै गर्नुस्, बब्बाल हुने होला छ आजको भ्लग पनि। ल हेर्दै गर्नु है त। यहाँ माथि आएको छौँ ढुङ्गा माथि हैन। देख्न सक्नु यस्तो ठाउँमा तल यस्तो चाहिँ केटाहरू बसिरहन् हैन। के छ केटाहरू? ठीक छ। ल यसो हाई भन्दै त सबैलाई। ठाउँ चाहिँ बब्बालै छ हैन। यो ल भिडियो लाइक गर्नु होला, कमेन्ट गर्नु होला है। यस्तो बब्बाल छ। यसो सबै केटा उभियो त ल। यही ल केटाहरूले उल्टे हानिरह हैन। बब्बाल छ। हान केटा हान ल। केटा चाहिँ उल्टे सुल्टे हान्ने पुरै मास्टर भइसक्यो हैन। म चाहिँ पाउको नठक्का नि केटा हेरि। हान केटा हान। ल भिडियो हेर्दै गर्नु है। म पनि यस्तो गोल सोरी खेल्छु हैन। ल ठिक छ।